नमस्कार, फेरि पनि एउटा भिडियो तपाईहरुलाई स्वागत छ। अन्त यो भिडियो पुरा हेर्दिनु होला अनि लाइक शेयर पनि गर्दिनु होला। 1-2 घण्टा हिँडेर हो हाम्रो यहाँ जू चाहिँ आइपुग्यो। आओस् न गाडी। जूमा यो भिड चकाचक रहेछ है। जू कस्तो छ भित्र हेर्छौँ हामी हो। मान्छे आएकै छ, भिड यस्तो डरलाग्दो छ। हामी टिकट चाहिँ पाउँछौँ होला, कस्तो छ कुनै टिकट काउन्टरमा यति डरलाग्दो लाइन रहेछ, भिड रहेछ हो। अब हेरौँ टिकट कस्तो रहेछ, अनलाइन पनि हुन्छ कि हुँदैन हेरौँ। टिकट पनि लियौँ अन्त हामी एन्ट्री भइसक्यौँ जूको अन्त। टिकट चाहिँ यस्तो रहेछ, कसो रहेछ भन्दाखेरि पर पर्सन 110 रहेछ इन्डियनलाई, फरेनलाई चाहिँ त्यस्तै खालको। फरेन कति थियो मैले हेरिनँ हो। अहिले म फर्किँदाखेरि तपाईँहरूलाई भन्नेछु। अनि हामी चाहिँ जूको अन्त भित्र पस्यौँ। अब कहाँदेखि सुरु गर्नु अब तपाईँहरूलाई देखाउँछु के रहेछ यहाँनिर। दार्जिलिङको जूमा चाहिँ के पाउँदो रहेछ तपाईँलाई फुल भिडियो गर्नेवाला छु। जस्तो एन्ट्रेन्स गर्नुहुन्छ, एन्ट्रेन्समा चाहिँ तपाईँ यस्तो ब्ल्याक बियर, हार्बीभोरस, स्नो लियोपार्ड यस्तो पाउने रहेछ। यता चाहिँ यता रहेछ, यतापट्टि चाहिँ रेड पान्डाहरू रहेछ। हामी चाहिँ जूको बिचमा आएर चाहिँ हामी खाना खाइरहेको छौँ। खानामा यस्तो चाहिँ वाचिपा हेर्नुहोस्, वाचिपा छ, पकौडा हो के हो, के प्याजी, मोमो के खाने सबैजना चिया। यतापट्टि छेउमा हेर्नु प्यारोट हेर्दै हामीले खाँदैछौँ, फर्स्ट टाइम हाम्रो। जू यता छ, हामीले यता खाँदैछौँ। सिचुएसन चाहिँ यस्तै छ है, हेर्नुहोस् न आजको सिचुएसन। क्या है पता नहीं, कालिज रहेछ। पोलर बियर रहेछ यहाँ चाहिँ। मुगली पोलर बियर। जङ्गल बुक पो रहेछ न यहाँ त है। जङ्गल भन्ने गीत पो याद आयो यहाँ त, मुगली र यो देख्दा त है। जङ्गल इतना ही है, जङ्गल इतना ही है, दार्जिलिङका जू भन्नु जस्तो। यो माछाहरू देख्नुहुँदैछ नि, यो चाहिँ यहाँ पनि पाउँदो रहेछ। अन्त तपाईँहरूलाई नाम याद छ भने भन्नुहोस् त, के चाहिँ यो नाम, यो माछाको फिसको नाम चाहिँ भन्नुहोस् त। उसका बच्चा है वो। कौन सा वाला? ओ हाँ, वाइट वाला बड़ा वाला। ओ मिर्गा, जङ्गली मिर्गा। के भन्छ यसलाई चाहिँ? सिङ त आमा पुरा एन्टिक छ त। दारी है, बाबा रहेछ, डियरहरूको बाबा रहेछ यो चाहिँ। के है खै के हो कुनै ये है ये। अब हामी म्युजियमको तरफ जाँदैछौँ। म्युजियम कस्तो छ हेरौँ, दार्जिलिङको म्युजियमको बाहिर त यस्तै रहेछ। यहाँनिर जिप लाइन पनि देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर। अन्त यहाँनिर यस्तै छ है। यता चाहिँ म्युजियम, हामी यता म्युजियम जाँदैछौँ। यो चाहिँ म्युजियमको बाहिर, भित्र चाहिँ उयो गर्न दिँदैन रहेछ हो, क्यामेरा लान दिँदैन रहेछ भनेपछि खतरै छ क्या भित्र हेरौँ न।
रेडी आइहाल्यो अन्त टाइगर आया 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 टाइगर हेलो टाइगर साइबेरियन टाइगर ও ভাই চুপটি লো এই তোমাকে চুপটি পে গেল এই তো ও টাকা নিয়ে বড় চুপটি come on come on come on come on দেখে আমাদের পয়সা দিনিস আয়া বললে চলে আসবে ওর মর্জিতে চলে ও চলো फाइनली हामी पनि जू घुमिसकेर बाहिर निस्किँदैछौँ तपाईँहरूलाई अब दार्जिलिङ कस्तो लाग्यो मैले भिडियोमा देखाइहालेँ हो यो भिडियोमा यति नै राख्दछु फेरि भेटौँला त्यसको लागि तपाईँहरूले सब्सक्राइब गर्नुहोस् लाइक कमेन्ट पनि गर्नुहोस् अरे थ्याङ्क्स फर वाचिङ बाई